मेरो बुद्ध रानी लिम्बू बुद्ध ऊपर मङ्सिरा तिनले हाम्रो 5 जना 5 जना त्यतिको पहिलादेखि गरेको भन्दाखेरि हामी आलुको गर्छौँ अन्त यो मटर अन्त सागको अन्त उयो सिन्धिया र बुटियाको हाम्रो 1 हेक्टर जस्तो छ हजुर पोहोरको साल चाहिँ आएको थियो पैसा आलुकोमा चाहिँ हाम्रो इन्सुरेन्स दिनु भएको थियो मोदी सरले यहाँ त ज्यादा उयो नि हुन्छ नि पानी पनि बेसी हुन्छ अनि सागसब्जी राम्रो हुँदैन ड्यामेज हुन्छ पुरा आलुले खै पैसा त हामी अब त्यो यादै गरिँदैन लाग्नु त लाग्छ खर्च पुरा यादै गरिँदैन हाम्रो यो के भन्छ एग्रिकल्चरको म्याडमहरू आउनु भएको थियो सरहरू होइन उनीहरूले भन्नुभएको थियो आलुको चाहिँ इन्सुरेन्स गरेपछि ड्यामेजहरू भयो भने चाहिँ पैसाहरू पाउनुहुन्छ भनेर अन्त हामीले पनि गरेको थियौँ त्यो भएर हामीले नि अब पायौँ पैसा नोक्सान त भएको थियो कोही बेला नोक्सान हुन्थ्यो कोही बेला हुन्थेन कोही बेला राम्रो फल्थ्यो कोही बेला चाहिँ ज्यादा कमिला लाग्थ्यो मुसाले खान्थ्यो बेसी अन्त फल्थ्यो कम्ती मसिनो त्यस्तोहरू त्यो भएर कतिखेर कोही बेला नोक्सान हुन्थ्यो कोही बेला चाहिँ फल्थ्यो राम्रो अरू त पाएको छैन इन्सुरेन्सहरू अन्त बिउहरू पाउँछु खेती गर्नको लागि हजुर खेती गर्नु मौसम त उयो त याद छैन मलाई पैसा चाहिँ दिनुभएको थियो इन्सुरेन्समा हाम्रो चाहिँ 1500 पाएको थियो आलुको इन्सुरेन्स हामीले जरुरी छ किन अब कोही बेला बिग्रिन्छ त्यतिखेर अब यसो सहायता पाउँछ पानीहरूले त्यस्तोहरू हुन्छ पानीहरूले बिगार्छ फसललाई जुन जुलाईतिर बेसी हुन्छ हाम्रोमा चाहिँ ज्यादा पानी हुन्छ अन्त भल पहिरो आउँछ त्यस्तोले अलिक बिगार्छ त्यो त याद भएन सबैजना त्यो त याद भएन हजुर अलिक त आयो गर्छ खेती फसल बीमा से संबंधित जानकारी के लिए हेल्पलाइन नंबर 14447 पर कॉल करें। फसल बीमा कराओ सुरक्षा कवच पाओ।